The mass of the earth is 80 kg and the mass of the Jupiter is 80 times the mass of the earth. The distance between the center of the earth and the Jupiter is 80 using the Newton's law of universal gravitational. Calculate the gravitational force. सीधा सीधा भन्छ, सीधा सीधा भन्दै भन्दैन तपाईलाई हैन, सीधा सीधा भन्यो भने त ठिकै छ, तर सीधा सीधा जिन्दगीमा केही हुँदैन है। त यहाँ के हुन्छ तपाईको, मानौ एउटा यो हेभेनली बडी छ, यो हेभेनली बडी छ, तपाईको m1 को भ्यालु दियो हैन, m2 को भ्यालु दियो, उनीहरुको डिस्टेन्स चाहिँ कति छ रे, सेन्टर देखिको डिस्टेन्स कति छ, मानौ d छ। त तपाईले थोरै न भन्छ कि f = m1 को भ्यालु दिया छ, m2 को भ्यालु दिया छ, अनि तिमी सिम्पली g m1 m2/d² सबैको भ्यालु लेखेर गर्न सक्छौ। अलिकति ट्विस्ट त क्वेशनमा हुन्छ नै है। त यहाँ के मानौ हामी, यसलाई हामी के मानौ, मास अफ द अर्थ। यो के भयो तपाईको, यो अर्थ भयो, यो अर्थ भयो, यसलाई के मान्दिने, यसलाई मान्दिउँ जुपिटर। ठीक छ। त यहाँ हेर ल, अनि यहाँ चाहिँ के मान्दै, m1 को ठाउँमा के लेख्दिने, मास अफ द अर्थ, m2 लाई के मान्दिने, जुपिटर। ल गिभन लेखौ है, गिभन हेर त, मास अफ द अर्थ कति छ तपाईको, मास अफ द अर्थ कति छ, मास अफ द अर्थ कति छ तपाईको, 6 × 10⁻24 kg। मास अफ द जुपिटर कति छ तपाईको, 319 टाइम्स, 319 टाइम्स के छ मास अफ द अर्थ, मतलब कति भयो, 319 × 6 × 10⁻24। मास अफ द अर्थ को ठाउँमा मैले के लेखे, 6 × 10⁻24 kg है। त्यसपछि के छ, द डिस्टेन्स बिट्विन द सेन्टर अफ द अर्थ एन्ड द जुपिटर, दुईटैको बीचको दूरी कति छ, दुईटैको बीचको दूरी हेर्नुस् तपाईको कति छ, 9.68 × है 10⁻, कति हुन्छ तपाईको 11 मिटर। चेक गर्नुस्, सबै एसआई सिस्टममा छ, केजी मिटर है। युजिङ न्यूटन ल अफ युनिभर्सल ग्राभिटेशनल, क्याल्कुलेट द ग्राभिटेशनल फोर्स। तपाई कहाँ फस्न सक्नुहुन्थ्यो, यहाँ फस्न सक्नुहुन्थ्यो है। अब त हामी फस्न सकेनौं, जे दिया छ त्यो अनुसार हामी न्युमेरिकल भ्यालु निकाल्यौ। अब ग्राभिटेशनल फोर्स निकाल्नुस्, फर्मुला के छ तपाईको हैन, g m1 m2। त यहाँ मास अफ द अर्थ, एउटा हेभेनली बडी अर्थ छ, अर्को जुपिटर छ, दुईटैको बीचको डिस्टेन्स d हुन्छ। g को भ्यालु भयो तपाईको 6.67 × 10⁻⁻11। अर्थ को कति छ, 6 × 10⁻, कति भयो तपाईको 24। जुपिटर को कति छ, 319 हैन, 319 × 6 × 10⁻, कति हुन्छ तपाईको 24 बाई डिस्टेन्स कति छ तपाईको 9.68 हैन।